सतयुगमा एक अत्यन्त पराक्रमी दैत्य राजा हिरण्यकश्यप थिए। हिरण्यकश्यपको भाइ हिरण्याक्षको वध भगवान विष्णुले वराह अवतार लिएर गर्नुभएको। यसकारण हिरण्यकश्यपले उहाँलाई शत्रु मान्थे। हिरण्यकश्यपको विवाह कयादुसँग भयो, जसबाट उनलाई प्रह्लाद नामक पुत्र प्राप्त भयो। हिरण्यकश्यपले मन चाहेको वरदान प्राप्त गर्न ब्रह्माको तपस्या सुरु गरे। यस बीचमा देवताहरूले उसको नगरीमा आक्रमण गरेर आफ्नो शासन स्थापित गरे। त्यस समय देवर्षि नारद मुनिले कयादुको रक्षा गरेर आफ्नो आश्रममा राखे। यही हिरण्यकश्यपका पुत्र प्रह्लादको जन्म भयो। देवर्षि नारद मुनिको संगतमा रहँदा प्रह्लाद भगवान विष्णुका भक्त बने। अर्कोतर्फ धेरै वर्षसम्म तपस्या गरेपछि हिरण्यकश्यपलाई ब्रह्माले दर्शन दिनुभयो। हिरण्यकश्यपले वरदान मागे कि उसको मृत्यु मानव वा पशुको हातबाट नहोस्, न कुनै अस्त्र शस्त्रबाट होस्, न दिन वा रातमा होस्, न घरभित्र वा बाहिर होस्, न पृथ्वीमा न आकाशमा होस्। अर्थात् उसले आफ्नो बुझाइमा अमरताको वरदान माग्यो। ब्रह्माले उसलाई यो वरदान दिनुभयो। यसपछि ऊ निरङ्कुश बन्यो। उसले ऋषिमुनिहरूको हत्या गर्न थाल्यो र आफूलाई भगवान घोषित गर्यो। तर उसको पुत्र प्रह्लाद विष्णु भक्तिमा लीन रहे। यो कुरा हिरण्यकश्यपलाई थाहा भएपछि उसले रिसाएर प्रह्लादलाई मार्ने निर्णय गर्यो। तर जति प्रयास गर्दा पनि उनलाई केही पनि गर्न सकेन। हिरण्यकश्यपकी एक बहिनी होलिका थिइन्। होलिकालाई पनि भगवान ब्रह्माबाट वरदान प्राप्त थियो कि उनलाई आगोले जलाउन सक्दैन। हिरण्यकश्यपले होलिकालाई भने कि उनी प्रह्लादलाई आफ्नो काखमा लिएर आगोमा बस्नु, ताकि प्रह्लाद भाग्न नसकोस् र आगोमा जलेर मरोस्। होलिकाले त्यसै गरे, तर उनी आफै जलिएर भस्म भइन् र प्रह्लादलाई केही भएन। भनिन्छ कि होलिकाको एक वस्त्रमा नजल्ने शक्ति थियो, तर भगवान विष्णुको कृपाले चल्ने तीव्र आँधीले त्यो वस्त्र होलिकाबाट हटेर प्रह्लादको शरीरसँग लग्यो। होलिका जलेर मरेपछि नगरवासीहरूले उत्सव मनाए। होलिकासँग जोडिएको हुनाले यस उत्सवलाई होली भनिन थालियो।